नमस्कार। म अहिले एउटा ठुलो ढुङ्गाको उसमा आएको छु। यो ढुङ्गालाई चाहिँ जोगे ढुङ्गा भन्छ। अब यो ढुङ्गालाई किन जोगे ढुङ्गा भन्छ भन्ने कुरो चाहिँ एउटा ऐतिहासिक घटनासँग जोडिएको छ। म तपाईँहरूलाई बताउँछु। यो ढुङ्गासँग चाहिँ जोगे ढुङ्गा मात्रै यसमा दुई तिनवटा ऐतिहासिक घटनाहरू जोडिएको छ। एउटा चाहिँ यो ढुङ्गामा यहाँ माथि सबै चिरा परेको छ। यहाँ यसो हेऱ्यौँ भने सबै चिरा परेको छ। है यो देख्छ देख्दैन यहाँ है। यो सबै यसरी चिरा परेको छ ढुङ्गा। यो सबै चिरा परेको छ। है सबै चिरा परेको छ। अनि यता मुनि पनि सबै चिरा परेको छ। यो म खुट्टा गिरेको ठाउँको यता यो भागतिर पनि सबै चिरा परेको छ। अनि यहाँ मुनि पनि त्यसै ठुलो एउटा ढुङ्गाहरू थियो। यो मुनि पहिला हामी सानो बेला हुँदा हामी यता बिहेमा आउँदा पनि जोगी ढुङ्गा भन्थे। अनि यहाँ ठुलो ढुङ्गाहरू थियो। यो डोजर आएपछि त्यो पुरेछ। अनि यो ढुङ्गालाई किन जोगी ढुङ्गा भन्यो भन्ने कुरो र यो चिरा कसरी पर्यो भन्ने कुरा म भन्छु तपाईँहरूलाई। यहाँ चाहिँ पहिलापटक चट्टाङ परेको थियो यो ढुङ्गामा। अनि चट्टाङ परेकोले गर्दा यो ढुङ्गा चाहिँ चिरा परेको थियो, दुई फब्लेटो भएको थियो। अनि पछि त्यही ढुङ्गा चाहिँ फेरि भूकम्प जाँदाखेरि यो ढुङ्गा फर्लक्कै दुई फब्लेटो भयो क्या। दुई फब्लेटो भएर तल रोड मुनि यो मुनि जुन रोड छ यो रोड मुनि पुगेको थियो एक फब्लेटो। अहिले त्यो चाहिँ फुटाउनु भएछ। त्यो त्यहाँ अलिकति गाह्रो पारेको थियो। त्यो चाहिँ पछि डोजरले फुटाउनु भयो अथवा मान्छेले फुटाएर बारी बनाउनु भएछ त्यहाँ एक फब्लेटो चाहिँ। बाँकी यहाँको चाहिँ यहीँनिर छ। त्यसले गर्दा यो ढुङ्गामा चाहिँ एउटा चट्टाङ परेको ढुङ्गा पनि हो। अर्को 2072 सालमा भूकम्प जाँदाखेरि भूकम्पले दुई फब्लेटो पारेको ढुङ्गा पनि हो यो। अनि त्यसै गरेर यसलाई चाहिँ जोगी ढुङ्गा चाहिँ यसको विशेष नाम चाहिँ जोगी ढुङ्गा हो। अनि यो जोगी ढुङ्गा चाहिँ किन भनेको भन्दाखेरि अब यहाँ पहिला त्यो जमानामा पहिला नै हाम्रो बाजे बराजु जुजु च्याप्जुको पालोतिर नै त्यति बेला चाहिँ यो गाउँमा शिकार खेल्ने हाम्रो एरियातिर चाहिँ शिकार खेल्ने चलन हुन्थ्यो। अनि शिकार चाहिँ हप्ता दिन 15 दिन 1 महिनाको लागि जङ्गलमा गएर शिकार गर्ने। अनि त्यति बेला अनि शिकारहरू मार्ने अनि त्यता सुकुटी बनाएर ल्याउने त्यस्तो चलनहरू हुन्थ्यो। हाम्रो पनि बाजे बराजुहरूले त्यस्तो गर्नुहुन्थ्यो अरे, बराजुहरूले त्यस्तो गर्नुहुन्थ्यो अरे। अनि यो गाउँ पनि एउटा बाजे त्यस्तै गरिकन शिकार खेल्न जानुभएछ। दाउरा पनि ल्याउने शिकार पनि गर्ने भनेर जानुभएछ जङ्गल। अनि जाँदाखेरि यता चाहिँ यो गाउँतिर चाहिँ 7 जना जोगी आएछन्। अब किन आए, कहाँबाट आए, को आए भन्ने कुरो केही थाहा छैन। तर 7 जना जोगी आएछन्। अनि यो चाहिँ मैले जस्ट एउटा इन्फर्मेसनको लागि, एउटा जानकारीको लागि मात्रै बनाएको। यसमा कुनै इन्तु किन्तु परन्तु चिन्तु केही पनि छैन। अनि यो चाहिँ एउटा जानकारी ऐतिहासिक घटना भएकोले गर्दाखेरि मैले जानकारीको लागि मात्रै बनाउँदैछु। अनि किनकि यो ठाउँमा चाहिँ अहिले यहाँको टोल विकास समितिले पनि यो ठाउँलाई चाहिँ ऐतिहासिक ठाउँको रूपमा यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भनेर उहाँहरूले पनि एक खालको माइन्डिङहरू गरिरहनु भएको छ, छलफलहरू गरिरहनु भएको छ। अनि त्यसले गर्दा त्यहाँ 7 जना जोगी आए। 7 जना जोगी आइसकेपछि यहाँ माथितिर त्यो बाजेको बोजूलाई चाहिँ बोजू कस्तो हुनुहुन्थ्यो, राम्रो हुनुहुन्थ्यो के हुनुहुन्थ्यो, कुन मनासाइले जिस्क्याउनु भयो। बाजे त्यो बोजूलाई जिस्क्याइदिएछन्, ती जोगीहरूले जिस्क्याइदिएछन्। अनि जिस्क्याउने अनि जोगीहरू त्यही त होइन। त्यो जमानामा हामी हाम्रो समयमा नै हामीलाई कोही जोगी आयो, कोही नौलो मान्छे आयो भने हामी लुक्थ्यौँ। यो मान्छे यो चाहिँ जोगी हो, यसले चाहिँ हामीलाई यसरी किडन्याप गरेर लान्छ, यसले चाहिँ हामीलाई मोहनी लगाएर लान्छ भनेर हामी लुक्थ्यौँ। त्यो समयमा त्यो बोजूलाई पनि त्यो जिस्क्याएछन्, एट्याक गरे भन्छन्, खासमा आक्रमण गरेछन्। अनि त्यसपछि त्यो जोगीहरू कता गएर बस्यो, त्यता कता बस्यो होला। अनि बाजे जङ्गलबाट आएपछि बोजूले बाजेलाई भनिदिए, ल मलाई चाहिँ यसो गरे जोगीहरूले भनेर भनिदिनु भएछ। अनि भनिसकेपछि अनि बाजेको पालो पछि रिस उठ्यो। त्यही त हो नि, त्यो समयमा त आफ्नो श्रीमतीलाई जिस्क्याउँदा त जसलाई पनि रिस उठ्छ होइन। हिजो अस्ति हाम्रो पालो समयमा हाम्रो गाउँतिर के हुन्थ्यो भन्दाखेरि यदि जार कसैले आफ्नो श्रीमती लग्यो भने जार काटेको चाहिँ कुनै खत लाग्दैन, कुनै बद लाग्दैन भन्थे क्या। जारलाई चाहिँ काट्यो भने कुनै पनि लाग्दैन, त्यसको कुनै दण्ड जरिवाना हुँदैन भन्थे क्या। किनकि त्यो जार हो भन्थे क्या। त्यस्तो जारलाई त्यस्तो श्रीमतीको केसमा त्यस्तो ठुलो ओर हुन्थ्यो। म बच्चा हुँदाखेरि मैले सुनेको त्यस्तो कुरा हामीले सुन्थ्यौँ। अनि त्यो जार यदि श्रीमती लग्यो जारबाट जारी उठाएर पनि त्यो जारसँग चाहिँ एक खालको दुश्मन नै रहन्थ्यो क्या। त्यो जारी उठाउँथे, जति त्यो खर्च गर्छ सबै तिर्न लाउँथे। अनि त्यो तिराएर पनि दुश्मन त्यस्तै कायम रहन्थ्यो क्या। अनि जार यदि देखादेख भेटाभेट पनि हुँदैन त्यस्तो हुन्थ्यो। हामी बच्चा हुँदा बेला पनि त्यस्तो हुन्थ्यो क्या। अनि अहिले चाहिँ जार भन्ने कुरो एकदम सस्तो भएको छ।
त्यति बेला त्यस्तो अनि त्यो भाग लिएर त्यो बाजेलाई पनि श्रीमती जिस्क्याएको त कसले सहन्छ अनि बेलुका अब मुस्लीले होइन त्यो ढिकीमा धान कुट्ने मुस्ली हुन्छ त्यो मुस्लीले चाहिँ जोगीहरूलाई अब एक मुस्ली दिँदाखेरि नै ठहरै भएछन् अरे कि एक मुस्लीमै ठहरै हुने एक मुस्ली दियो ठहरै अर्को मुस्ली ठहरै त्यसो गर्दा 7 जना जोगी चाहिँ मरेछन् रे मरिसकेपछि चाहिँ यहाँनिर चाहिँ यो जुन उत्तिसको सिधा उत्तिसको फेददेखि अलिक पर त्यहाँसम्म चाहिँ त्यहाँनिर चाहिँ त्यहाँनिर भित्तामा चाहिँ त्यहाँ चाहिँ के थियो अरे भन्दा हिजो अस्तिसम्म पनि एउटा लामो पुल जस्तो खालको ढुङ्गाले चाहिँ त्यहाँ चाहिँ थियो अरे क्या ढकनी लागेको ढुङ्गा थियो अरे कि अनि त्यहाँ ल्याएर गाडेछन् अनि गाडिसकेपछि त्यो उहाँहरूको त्यो जोगीहरूको पिप्रोको चाहिँ तल बाटासम्म पुगेको थियो भनेर भन्छन् त्यो कतिको सत्य तथ्य यथार्थ हो थाहा छैन किनकि अब त्यत्रो त नपुग्नु पर्ने हो भन्छु बाटा चाहिँ अलिक तलै पर्छ तर यहाँ त्यस्तो कहानी गर्नुहुन्छ यहाँको बुद्धिजीवीहरूले अनि त्यसले गर्दाखेरि यहाँ चाहिँ जोगी गाडेकोले गर्दाखेरि यो ढुङ्गाको नामै जोगी ढुङ्गा यहाँ 7 जना जोगीलाई गाडेकोले गर्दा यो ढुङ्गाको नामै जोगी ढुङ्गा अनि त्यो जोगी गाडेर त्यो माथि लगाएको ढकन चाहिँ यहाँ हिजो अस्तिसम्म थियो अरे तर यो डोजर आएपछि डोजरले लगेछ क्यारे भन्नुहुन्छ यहाँ त्यो ढुङ्गाले छैन रहेछ कि माटोले त्यसलाई कि त्यहाँ पुरेको छ कि माटोले पुरेको छ कि त्यो ढुङ्गा निकालेर लग्यो भन्नुहुन्छ यहाँनिर अब त्यो खन्यौँ भने उत्खनन गऱ्यो भने मात्र त्यो ढुङ्गा पाउँछ कि अब त्यो मुनि गाडेको छ भने चाहिँ पाउँछ ल नत्र भने त्यो चाहिँ पाउँदैन तर त्यस्तो ढुङ्गाहरू चाहिँ चलाउनु नहुने हो भन्छु म पनि त्यो ऐतिहासिक ढुङ्गाहरू होइन त्यसले चाहिँ एउटा इतिहास एउटा कायम राखेको हुन्छ अनि त्यसले गर्दा यो ठाउँको नाम जोगी ढुङ्गा भएको हो अनि त्यही जोगीहरूको चाहिँ यहाँ भूत चाहिँ एकदमै नराम्रो भूत लाग्छ भन्नुहुन्छ क्या यहाँ अघि पनि मैले हाम्रो यहाँ 1-2 जना दिदीहरूले आउनु न यसो देखाइदिनु मलाई भनेको हामी त आउँदैन त्यो एकदम डर लाग्छ त्यसले चाहिँ एकदम टोक्छ हाम्रोमा चाहिँ त बुमाङ चेकिदु भन्छ क्या हाम्रो भाषा चाहिँ बुमाङ चेकिदु भन्छ त्यो भूतले टोक्छ भन्नुहुन्छ क्या अनि यहाँ फेरि जोगी बुमाङ त्यो जोगी बुमाङ चाहिँ एकदम नराम्रो अरे अब म चाहिँ फेरि भूत प्रेतमा मलाई डर लाग्दैन म त भूत प्रेतलाई लगाएर दिने मान्छे हो म त भूत प्रेतलाई धपाइदिने लगाएर दिने मान्छे हो मलाई चाहिँ डर लाग्दैन खासै म चाहिँ त्यो मसानघाट ससानघाट मलाई केही मतलब हुँदा म त लगाएर दिने मान्छे हो अनि अहिलेसम्म मलाई तर्साएको पनि छैन केही पनि भएको छैन अनि दिदीलाई यहाँ बोलाएर देखाउन लागेको पो यहाँनिर थियो भाइ भन्नुहुन्छ अनि त्यो ढुङ्गा चाहिँ अहिले छैन रहेछ अनि यो ठाउँ चाहिँ अहिलेको यहाँ टोल विकास समितिले पनि यहाँ चाहिँ संरक्षण गर्नुपर्छ यो चाहिँ एउटा जे जस्तो भए पनि घटना अप्रिय होस् कि अब प्रिय घटना होस् जस्तो सुकै भए पनि एउटा ऐतिहासिक घटना हो त्यो भन्ने तरिकाले यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भनेर पनि यहाँ कुरा उठाइरहनु भएको छ भन्ने कुरो म सुन्छु अनि त्यो एकदमै राम्रो कुरा पनि हो भन्ने लाग्छ मलाई म पनि अलिकति इतिहासहरूमा यताउतामा यसो चासो राख्छु भाषामा विशेष गरी म भाषाको क्षेत्रमा काम गर्ने मान्छे र भाषासँग इतिहास पनि जोडेर आउँछ त्यसले गर्दाखेरि अलिकति म त्यो कुराहरू मलाई चासो लाग्छ अनि यो ढुङ्गा चाहिँ यसरी पुरा चिरा परेको छ यो पुरा चिरा परेको छ यो चाहिँ त्यो बेला चट्टाङले हानेको अरे यहाँ यो हेर्नु भने यसले पुरा फाँका चिरा परेको छ पुरै चिरा परेको छ ढुङ्गा त्यो बेला चट्टाङले हानेको अरे पछि भूकम्प आएर यो चाहिँ चरचर पारेर उ गरेको छ यहाँ म बसेको यो पुरा चिरा परेको छ म बसेको ठाउँ पनि एकदमै जोखिम छ यो एकदम जोखिम छ यो चाहिँ पुरा चिरा परेको छ ढुङ्गा पुरै अनि यसलाई चाहिँ अब यो ढुङ्गालाई चाहिँ सकभर यता फुटाएर झारे पनि हुने रहेछ तर यो एउटा ऐतिहासिक ढुङ्गा भएकोले गर्दाखेरि यसलाई चाहिँ फुटाउनुभन्दा पनि यसलाई संरक्षण गर्नु चाहिँ आवश्यक छ भन्छु म चाहिँ यो चाहिँ ठ्याक्कै दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर 2 बाबरेको कोटेथाली भन्ने ठाउँमा पर्छ